गाइस वेलकम बैक टू माई युट्युब च्यानल। यो आज चाहिँ मेरो भ्लग छ बारीमा काम गरेको गाइस फेरि हैन। आज चाहिँ अदुवा रोपेको हामीले हो। म भेना बाबा चाहिँ अदुवा लिन जानु छ। अनि हेर्दै गर्नुहोस् त मेरो भ्लगलाई। आजको भ्लग चाहिँ उनीहरूले चाहिँ अदुवा रोपेको। यहाँ चाहिँ मेरो बाबाले चाहिँ अदुवा रोप्ने जग्गा बनाइदिनु भएछ हैन, बनाइसक्नु भएछ हो। म चाहिँ पुरा ढिलो आइपुगेछु न घर सफा गरेर। अनि यहाँ चाहिँ हाम्रो भेनाको घर हो हैन, दिदी घर हो। अनि दिदीकोमा सानो भेना यस्तो सानो जग्गाले डल्लै मकै यस्तो बनाइसकेको छ है गाइस। यति चाहिँ मकै रोपेर यता सस्तैतिर रोपेको कोपीहरू छ अलिअलि हो, गोल गरेर खाँदैछ हो। अनि अब हाम्रो चाहिँ मकै हुनु आँटेछ गाइस यहाँ चाहिँ भने हो। अब चाहिँ हाम्रोमा एक दुई मकै हुनेवाला छ, यता पनि छ। यहाँ चाहिँ सिबी त्यो सबै खाइसकेछ अब चाहिँ हो। उता हाम्रो घरको उतापट्टि चाहिँ छ गाइस, यता चाहिँ अब चाहिँ गाइस हामी चाहिँ म अदुवा रोप्न आँटेको होइन बाबा र म चाहिँ। यहाँ चाहिँ बाबाले बिहानै खनेर रेडी गर्नुभएको छ होइन। आजको दिन चाहिँ यस्तो घाम लागिरहेछ हो। हाम्रो घरमा त मकै पनि धान चौरा छुटिसक्यो गाइस अब चाहिँ। अन्त अदुवा चाहिँ यहाँ छ बाबाले ल्याउनुभएको। होइन आउँदैन म रोप्नु अदुवा, मैले रोपेको गाइस हेर्नुहोस् अम्बो यति ड्याङ्स गरेर रोपिसकेँ है गाइस। बाबाले अदुवा सेरा दिनुभएको छ हो। तलबाट हेरिराख्नु छ कसै कसैको चाहिँ ऊ तलबाट हेर्नु नै छैन सघाउनु आउनु हो। यस गाइस हाम्रो भेनाले फर्स्ट टाइम गर्नुभएको होइन। ए यस्तो सही दिदीले रोप्नु चाहिँ रोपेको छैन तर यो भिडियोको लागि मात्रै ऊ एकछिन ग्लोभ्स लगाएर उत्रेको। खासै चाहिँ भेनाले गर्नुभएको अनि मामाले। होइन होला अदुवा चाहिँ कसरी रोप्छ अदुवा चाहिँ? अदुवा चाहिँ फेरि राख्नु पर्छ हौ यसरी यता उता त्यहाँ खने यता खने चाहिँ कसरी त होइन हामीले चाहिँ तपाईँले रोपेको हेर्नुपर्ने रहेछ। यिनीहरूले सक्यो यति बेसी अदुवा रोपेर हो। यति चाहिँ निकाल्यो अदुवा हामीले। अझै छ बिउ होइन, अब कहाँ रोप्नु पर्ने हो। अन्त गाइस हाम्रो चाहिँ होइन मकैहरू यत्रो ठुल्ठुलो धान चम्मा छुटिसकेको छ। 80 रुपियाँ कोपीहरू यहाँ छ, फल्दैछ, कति खाइसक्यो होइन गाइस। हामीले चाहिँ यो अदुवा रोपेको छैन। अन्त सोतर पनि भिजाइहालेको लगाइहालेको होइन गाइस। मेरो बाबा भेना भाइ पनि आएछ हो। अन्त गर्दै गरेको गाइस। अन्त चाहिँ मेरो साथीहरू नै यस्तो भइसक्यो नङ्ग्रु झन्डै भाँच्ची छ मेरो नङ हो। अन्त यता छ यहाँ चाहिँ बनाउँछ। अब यता यति चाहिँ लाउनु छ गाइस। यसलाई चाहिँ भर्खर हाल्नु मात्रै आएको गाइस। दिनभरि अदुवा रोप्नु चाहिँ यस्तो बेसी घाम लाग्यो होइन। अहिले चाहिँ पानी परेर गाइस मेरो भेना चाहिँ ऊ माथि रुखमा चढाएको हुन्छ नि सोतो जानु भएको। यता हेर्नु नि पानी झरीमा हो, पानी परेर हेर्नु नि त्यहाँ भिजिसक्छ गाइस। पुरा पानी पर्यो, म त पुरा भिजिसक्यो, सबैजना भिज्दैछ सक्नु आँटेछ। सो म चाहिँ निस्केको अब चाहिँ म नुहाइ गर्नु गएको गाइस। बाई बाई, सी यू नेक्स्ट भिडियो गाइस, बाई।